ल ए नमस्ते दर्शकबिन, तपाईहरु हेर्दै हुनुहुन्छ गाउँगाउँको थुक्क माइक यहाँ रहेछ। गाउँगाउँको पत्रकार, सबैको पत्रकार, हाम्रो पत्रकार, लोकल पत्रकार, भतुवा पत्रकार। दर्शकबिन, म जसरी यहाँबाट आएँ नि, लाङखुट्टेलाई धपाउँदै आफै लड्दै तपाईहरुको माझ आज नयाँ चिज, नयाँ प्रस्तुतिका साथ। यार त्यो ब्याकग्राउन्ड त मार हो, तर रेकर्ड चाहिँ गरिराख हैन। भाइ त्यस्तो नगर न यहाँनिर, म रिपोर्ट गरिरहेको छु के छ भन्दाखेरि हैन दर्शकबिन, आज हामीहरू यस्ता व्यक्तिहरूसँग परिचय गराउँदैछौँ। ब्याकग्राउन्ड मार न यार, कस्तो मान्छे रहेछ यार। यहाँनिर रिपोर्टिङ गर्दाखेरि मिस्टेक भयो कि, तर रेकर्ड चाहिँ गरिराख है। आउनुहोस्, हामी एकजना प्रख्यात व्यक्ति। कहाँ हुनुहुन्छ झोलबहादुर कहाँ गयो यार? आउनु झोलबहादुर उहाँ हुनुहुन्छ। हेलो, के छ ब्रो? व्हाट्सअप? आउनुहोस्, क्यामेराम्यान पनि साथमा आउनुहोस्। ओहो, तपाईँको नाम परिचय भन्नुहोस् त। मेरो नाम सेल्मी हो, म लन्डनबाट। कहाँ हुनु तपाईँ? त कन्टेन्ट बनाइरहेको छु। झोलबहादुर भन्नुहोस् न यार। म झोलबहादुर। तपाईँको नाम चाहिँ किन झोलबहादुर हुन गयो होला? मेरो बाउको नाम चाहिँ चौटा थियो, मेरो नाम चाहिँ झोलडा थियो। खतरा ट्विस्ट आयो त यार। मैले त सोचेको अर्कै भएको थियो। क्यामेरामा चाहिँ रेकर्ड भइरहेको रहेछ। भनेपछि तपाईँको बाबाको नाम चौटा हो? हजुर। भनेपछि तपाईँ चौटा भनेपछि तपाईँ झोल हुनुभयो लास्टमा आएर? अफकोर्स। ओहो, धेरै नै राम्रो नाम राखिदिनु भएको रहेछ उहाँले। आई मिस यु ड्याड। उहाँ यतापट्टि फर्केर भन्नु त, किनभने हामीले मिडियामा पनि देखाउनु पर्छ कि। कुन मिडिया हो हजुर? यो मिडिया होइन, भात खाने मिडिया हो। तरकारी पनि दिइरहन्छ टाइममा। तर अचार चाहिँ अहिले के छ भने मुलाको अचार छ होइन, त्यो चाहिँ मैले घरमा डब्बा राखेको छु। तर पछि आएर दिँदै गर्दिनँ भनेपछि तपाईँको काम चाहिँ के होला ल भन्नुहोस् त? यत्तिकै हो, जङ्गल अब सफारी गर्ने। जङ्गल सफारी? क्या गैँडाहरू छैन त? बाघ भालु त के पनि छैन त? सबै छ भित्र। अनि यता देखाएको हो क्या हो? सबै छ हजुर। ए भनेपछि ओहो माई गड, माई गुडनेस, अङ्ग्रेजी नै बोलिदिनु के हो यार? अफकोर्स। ए ल ठिक छ। भनेपछि तपाईँलाई हामी भेट्दै गरौँला होइन। अब हामी चाहिँ अब के गर्छौँ भन्दाखेरि टोलमा गएर गाउँमा गएर चाहिँ होइन परिचय लिन्छौँ। तर तपाईँले आफ्नै तरिकाले भन्नुभयो, ठिक छ। आज अर्को पालि हामी तपाईँसँग भेट्नेछौँ भन्दै अहिलेको लागि शुभयात्रा। ओके। अब हामी जाँदैछौँ। माइक यतै छ। अब हामी जाँदैछु एकजना चिर परिचित व्यक्ति। डल्लेमा तपाईँले मैले कहाँ देखा जस्तो लाग्छ? चर्चा परिचर्चा भएको मान्छे जहाँ पनि देख्छ हौ। भनेपछि तपाईँको परिचय भनिदिनुहोस् होला। मेरो नाम चाहिँ शुभ नाम भन्नुपर्दा बब सुकुटी। आम्बो, हामी चाहिँ गरौँ। नाम त बाबाले राख्नु भएको रहेछ। ल फर्स्ट एडी सुने हो? किन राख्नुभयो त बब सुकुटी? ल म भैँसी लबर हो नि, भैँसीको एकदम बिहान गर्छु, भैँसी एकदम काटेर खाने गर्छु। कस्तो ऱ्यापर बन्यो म। हो र? ल गाइदिनुहोस् न एउटा ऱ्याप। अच्छा, मेरो ऱ्याप चर्चा परिचर्चा छ, तर तिमीले सुनेन? मैले अहिलेसम्म सुनेकै थिएन। ल एकचोटि सुनाइदिनुहोस् त, कुन चाहिँ ऱ्याप हो? ल हान्नुहोस् त। तर फेरि अश्लील शब्द चाहिँ प्रयोग नगर्नुहोस् है फेरि। कुन ऱ्याप सुनाइदिनु त? ऱ्याप त ऱ्यापै ऱ्याप छ। एउटा हुन्छ नि, यति जाओस् न एउटा ऱ्याप। ओ फ्री स्टाइल। फ्री स्टाइल। जीवले जस्तो निशुल्क स्टाइल के? ओ यतैको होइन, लोकल स्टाइल। ल आउनुहोस् न यार, लामो भइसक्यो भिडियो। दिस इज आई एम भैँसी लभर। नो बब सुकुटी। ए नाम मेरो बब सुकुटी। तेरो मासु पनि खाइदिन्छु लुची लुची। ऱ्यापमा त्यो त जान्छ नि हल्का फुल्का। कस्तो खालको मान्छे रहेछ यार? ल भिडियोको ऱ्याप सुनेछ न? यो त मेरो त सिम्पल। उहाँको ऱ्याप चाहिँ होइन आउँदैछ होइन। अब आउँदाखेरि उहाँको ऱ्याप सुन्दाखेरि होइन कान बन्द गरेर सुन्नु होला, किनभने कानबाट आँखा आउने रहेछ। त्यही आँसु नै झऱ्यो मेरो कानबाट। भगवान्, कहानी कडा भयो। कहाँ गयो अर्को झोलबहादुर? कहाँ हुनुहुन्छ? ए झोलबहादुर त हामी सिकिसक्यो। ए हाम्रो बस बहादुर भन्ने एकजना मित्र हुनुहुन्थ्यो, कहाँ गएछ? लाउनुहोस् त। तपाईँको
परिचय भनिदिनुहोस् त। मेरो नाम चाहिँ बसबहादुर। बसबहादुर चाहिँ किन हुनु गयो होला ल भन्नुहोस् त। म खालि बस्छु अनि त्यही मेरो नाम हो। मैले कहीँ देखा जस्तो लाग्थ्यो। तपाईँको होइन किडनी दौडेर गएको हो, मेरो एउटा किडनी दौडेर गएको थियो। ए ओहो, हेर्नुहोस् त साथीहरू, उहाँको किडनी एउटा दौडेर गएको रहेछ। अलिकति रो यस्तो गरिदिनु, यस्तो क्यामेरामा देखाउनु पऱ्यो नि त। अनि अलि आवाजले क्या अलि गरेर देखाउनु। एकजना आऊ न, ब्याकग्राउन्डमा यस्तो साउन्ड दिउँ त, म्युजिक स्याड साउन्ड एकैछिन, सानो सानो आवाजले कि। ओ भाइ यता हो नि तिमी यार, एउटा के सानो आवाज के अलि हुन्छ नि अब इमोसनलवाला गीत के टुवा 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 गरे जस्तो गर न। यतापट्टि हेरेर गर त, बसेर हेर्नुहोस् त। यति पीडित व्यक्ति हामीले उहाँसँग सम्पर्क गर्न पाउँदाखेरि धेरै खुसी लागेको छ। र एउटा कुरा के भन्न चाहन्छु भने उहाँलाई सबैजनाले सक्दो के भन्छ सहयोग गर्नु होला र यो भिडियोलाई पनि हामीलाई सेयर गरिदिनु होला भन्दै के भन्न चाहनुहुन्छ मिडियालाई? म केही भन्न चाहन्न। यो अब त्यतिकै म अब बसिरहन्छु, मेरो किडनीको लागि अब पैसा दिनुहोस्। हेर्नुहोस्, उहाँको किडनी दौडेको कारणले गर्दाखेरि उहाँलाई सबैजना मिलेर सहयोग गरिदिनु होला, धेरैभन्दा धेरै। किनभने मलाई पनि अलिकति नाफा हुन्छ होइन, उहाँलाई पनि म थोरै दिन्छु, बाँकी कुरा हुँदै गर्छ भन्दै आजको हामीहरूको तातो खबर यहीँ सेलाउन चाहन्छु। हस्त नमस्ते, शुभ यात्रा भन्दै अर्को दिन आउनेछु। बाई बाई, गुड नाइट।